गाइस गुड मर्निङ सबैजनालाई फेरि पनि स्वागत छ तपाईँ मेरो युट्युब च्यानलमा। आज चाहिँ म कहाँ आएको छु भने यहाँनिर आएको छु। यहाँ तपाईँलाई थाहै छ ल यो जग्गा कहाँ हो भनेर है। यहाँ लाभ्राङ आइरहेको छ है। आज चाहिँ यहाँ स्याप्दैछ है। अब लोसार चाहिँ गाउँमा चाहिँ स्याप्दिन्छ यहाँ। हेलो देखाउँछु है तपाईँहरूलाई स्याप्दै। घुम्नु जान्छु होला यसमा त देखाउँछु। फुलहरू दामी छ यहाँ। यहाँ चाहिँ अब तरुल बनाउनु स्टार्ट भइसक्यो है। बनाइसक्यो यति यहाँ स्याल्सेहरू। यहाँ चाहिँ अब झिक्चे बनाएर छ। यहाँ कारगिल आउनु चाहिँ एकदम कहाँबाट बोलाएको थाल्पोचोलीबाट बोलाएको छु जसलाई यहाँ फेरि आयो है भन्छु त। हामी चाहिँ यहाँ लाभ्राङमै दिन चाहिँ मजाक भइहाल्छु कि घाम लाग्यो मजाक भइरहेको छ। देखाउँछु तपाईँहरूलाई के गर्छु। ए बाबा रे बाबा के भएको यस्तो। अच्छा है हमारा यूट्यूबर भाई अभी दुख कर रहा है एकदम। दुख कर रहा है गेलाले भन्दै न। गेला जी अभी बहुत हार्ड वर्किंग है। चोको रेसिपी भनिदिनु कसरी भन्नु। यहाँ चाहिँ के हो एउटामै उयो छैन सबै के भन्यो घिउ ड्राई फ्रुटहरू पुरा हालेको छ। एकदम हेल्दी के चाहिँ हेल्दी के हो तपाईँहरू खाने यस्तो हुन्छ यस्तो। कार्की लाउनु हुँदैछ यता। घुमाउनु जग्गै छैन सक्यो हाम्रो यी चौबन्दा सक्यो यति है। यहाँ चाहिँ होइन कार्की लाउनु हुँदैछ झिक्चीमा। यहाँबाट भ्यू यस्तो दामी देख्दैछ तपाईँ देखाउँछ म हेर्नु। हेर्नु मुजेर तल हुनुहुँदैछ फुटबल खेल्नु हुँदैछ अहिले। ऊपर चाहिँ छाम बस्ने जग्गा छ है। ओके म तपाईँले देखाउँछु दिनभरिमा के गर्छ है। टोटल्ली फिनिस भयो हाम्रो काम चाहिँ है। अब यहाँ लास्ट चोजो मात्रै छ है। एकदम दामी हिँड्दैछ चोजोले चाहिँ मेला। तपाईँले म यहाँ भित्र देखाउँछु यहाँ तपाईँले यहाँ देखाउँछु भित्र चाहिँ स्ट्याचुहरू देखाइदिन्छु तपाईँहरूलाई। आम्मा यहाँ के गर्नुभएको छिनु त ए भनिदिनु यो चाहिँ उहाँ चाहिँ को हो भनिदिनुहोस् न छिटो। सेम टु सेम बनाउनु भएको छ है। पहिलाको उहाँ चाहिँ पहिलाको जन्म अहिले चाहिँ उहाँको चाहिँ जन्म भइसक्यो। अहिले यहाँ सानो छ उहाँ चाहिँ है ठाकुरमा चाहिँ। यो चाहिँ पहिलाको उहाँ चाहिँ बित्नु भएर चाहिँ नयाँ चाहिँ भइसक्नु भयो कुखोमा। अब यहाँ हुँदै चोसमेर होइन यी तपाईँ यहाँ पार्क यहाँ पनि छैन है। सेम टु सेम छ उहाँ चाहिँ भन। ओके तपाईँलाई ब्रेकफास्ट खानु सबै तपाईँ काम सक्यो अब लाग्छ सबै चाहिँ हाम्रो यहाँ अब ब्रेकफास्ट अब भएर देखाउँछ एकैचोटि तपाईँलाई सेफ्टी लागेपछि है। ओके बाई बाई। Give
भयो लन्च ब्रेक है यसले यति घुम्दैछ अहिले चाहिँ यहाँबाट चाहिँ नि दाम देख्दैछ सा के गर्नु अब के गर्नु सँगै जग्गामा एक जग्गामा आयो भने त्यही त है दुईजना कन्टेन्ट त्यो हुन्छ नि त के गर्नु अनि कन्टेन्ट एउटै हुन्छ होइन तर भ्युवर्स अलग अलग हुन्छ है अब तपाईँहरूले हेर्ने तरिका अर्को हुन्छ त्यसमा बोल्ने तरिका यसको अर्को छ मेरो अर्को छ उसको अर्को छ सबैको अनि त भर्खर यसले भर्खर बदमास गरेको देखिहाल्यो मैले यहाँ हेर्नुहोस् यहाँ 3D रहेछ हौ यहाँ हेर्नुहोस् यताबाट यता फर्किनु हुने उताबाट उतै फर्किनु हुने यहाँ चाहिँ च्याप्टर चाहिँ दामी बनाइसक्यो कसले बनाएको भन्दाखेरि यो तैँले बनाएको है चुम्बे दामी बनाएछ फेमस ब्लग चाहिँ दामी बनाएछ च्याप्टर चाहिँ ओके तपाईँहरूले देखाउँछु म यतापट्टि चाहिँ रहेछ सिम्जुङ रुम्बु जिल्लाको सिम्जुङ हेर्नु ओके तपाईँहरूले देखाउँछु तल है ओके बाई ल लन्चमा चाहिँ अब लाइन लागिसक्यो हाम्रो खाना खानुलाई यहाँ केलाको है केलाको बस्दाको यहाँ रुम्बु पनि हुनुहुन्छ त्यही मजाले छुम्यो खाना रेडी भइसक्यो लन्च यस्तो छ आज चाहिँ जुनेला कस्तो भएछ मिठो रहेछ ओके म खान्छु है डन आयो डनले के लिएर आयो एक तजिले लिएर आएछ यसले डलक्दो पार्ली किन आएछ ओके ल मजा खानु है तपाईँहरू खाना खाइसक्यो यहाँ चाहिँ ब्रेक गरिरहेको ब्रेक यहाँ एकदिन चाहिँ राख मलाई दिनु है अघि बनाएको भिडियो हेर्दै रहेछ यहाँ बसिरहेको त्यही भिडियो हामी चाहिँ अब चाहिँ यहाँ ब्रेक भएकोले चाहिँ अब एकछिनको लागि यहाँ हाम्रो को छ यहाँ अझै ओके तपाईँहरूलाई भएर देखाउँछु म ब्याक टु पिज्जा ए सरी ब्याक टु पूजा फेरि ब्याक टु पूजा के हो भन्दैन फेरि ब्याक टु पिज्जा म छेउ आम्मा गेलाको चस्मा हाल्दैन 2 बजी चियासँग यस्तो सेन्डै पिज्जा लियो चिम्बेलाई के भन्छ चिम्बे यसलाई के भन्छ केचप होइन सरकन्डा स्विट पोटेटो यसलाई फ्रेन्च फ्राई अनि पिज्जा मजा खाँदैछ यसले त डलप खाँदैछ यो चिम्बे अझै पनि खाँदै छैन न सक्नु आँटिसक्यो यसले कति खायो अहिले पिज्जा हेर्नु कति त्यहाँभित्र डल्लै खाइसक्नु आँटिसक्यो हेर्दै जानु है तपाईँहरू ओके भनेर हाम्रो पूजा चाहिँ सक्यो है अब चाहिँ खाना बेलुका डिनर हिँड्नुजेला चाहिँ हेर्नु बाइक कुदाउनु हुँदैछ
चुच मजा आउनु भयो आज म चाहिँ ल बाबा ताङमी हुनु चाहिँ ल म चाहिँ भएको के आउँ ताङमी ओके तपाईँले देखाउँछु है अब लन्च डिनर के को लन्च हो पूजा पनि सक्यो खाना पनि खाइयो है गेला निक्लिनु हुँदैछ त्यहाँबाट देख्नु हुँदैछ अहिले हेर्नु लाइट पनि लगाउनु हुँदैछ है बेलुकाको लागि अब चाहिँ हामी फर्किन्छौँ है यो जग्गा हेर्नु नि ओके तपाईँहरूलाई आजको ब्लग कस्तो लाग्यो धेरै दिन बाद मैले ब्लग बनाएको है हिजो र आज है कस्तो लाग्यो होला तपाईँलाई है कस्तो भयो खै मैले कम्ती बनाएँ है जस्तो कस्तो लाग्यो होला है राम्रो लाग्यो लाइक गरिदिनु सेयर गरिदिनु ओके बाई बाई राख्नु फेरि